अब हामी जाँदैछौँ कहाँ? खड्केश्वरी महादेव स्थानमा। सुन्तला फल्न त फल्छ, अहिले त राम्रै हुँदैन। तर धेरै बुढो भइसक्यो बोटहरु। बुढो भएर नि होला बोटहरु। अब नयाँ रोपेको भयो भने अनि सबै मरिसकेको छ बोटै हो। पात त 2-4 वटा हरियो छ। धेरै बुढो भयो नि पहिलादेखिको होला। अनि अहिले किरा पनि लाग्छ सुन्तलामा। शिव मन्दिर चाहिँ कति ठाउँ बनाएको हो? होइन, यो के अरे मान्छे बितेर गएपछि यो स्थापना गराए के भन्छ त्यसलाई? मरेको मान्छेको नामै छैन। त्यहाँ किन्न राखेको अनि मरेको मान्छेको नाम अनि स्थापना गरेको मान्छेको नाम त्यहाँ गाडेको हो नि त। मान्छे त्यहाँ गाडेको? गिरीहरूको त गाड्छ नि त। अनि यहीँ गाड्छ, आफ्नो आफ्नो बारीमा गाड्ने रहेछ नि त उनीहरूको त। यो पनि हो। अनि यहाँ एउटा अनि उतिया एउटा हो, यो अगाडि। अनि खोलामा गाड्दैन यिनीहरूको आफ्नै बारी भएर आफैमा बनाएको। आफ्नै जग्गामा गाड्नुपर्छ अरे नि त। यहाँ त सेती गणेश आयो। यहाँ नि मान्छेकै हो। मान्छे मारेर गाडिसकेपछि शिव मन्दिर बनाइदियो। त्यहीँ गाडेकै ठाउँमा शिरीषको फुल। कस्तो फुल फुलेको है? अन्त कस्तो दामी। ओहो, यहाँ चाहिँ कहिले लाग्यो नि माएदी? यहाँ चाहिँ कहिले लाग्यो? यहाँ जहिले पनि एकादशीको ऊ हुन्छ, पाठ हुन्छ। भजन कीर्तन गर्छ हो? जय हनुमान जय बजरंगबली पवन पुत्र जय हनुमान। पवनको पुत्र रे नि त हनुमानजी। खोला कस्तो धमिला आहा। खोलामा त के भन्छ सबै बालुवाले आए पुग्यो छ त है। कस्तो बिजोग बनाइदिएको हो। हाम्रो खड्केश्वर मन्दिर जाने गेट। अब अहिले ऐसले पुगेको रहेछ नि यहाँ देखा त। यता पनि छ तर भेट्ने ठाउँमा त मान्छेले खाइसक्यो। फर्स्ट टाइम हो। मैले त अस्ति नै खाइसक्यो। खाइसक्यो? कति छ कति छैन चाहिँ। कस्तो ठुल्ठुलो बोट रहेछ नि। पानी परेर है रसिलो हुनुपर्ने नि। अमिलै छ। जान खै यहाँतिर के छ हौ। उयो रुखको पहिला है निङ्गालोको पड्काउँथ्यो नि, निङ्गालोमा उसमा राखेर कसरी बनाउँथ्यो हामीले। अहिले त यस्तो अब मान्छे त्यति आउँदैन अहिले मन्दिरमा नि। पानी परिरहेको हुन्छ, यस्तो बाढी आइरहेको हुन्छ। अनि कति सफा गर्नु, बाढीले फेरि उस्तै बनाइदिइहाल्छ।
जय अष्टभैरव पुजारीलाई अनि गरे फेरि उस्तै बनाइदिन्छ ऊ यस्तो बालुवा यो के भन्छ यो माटो थुपारेर बिचरा अनि कति गर्नु उनीहरूले नि सफा अहिले त काममा बिजी छ फेरि खेततिर धान रोप्ने बेला सबैको नारायण विष्णु 64 उहाँ सबै बाढीले यस्तो बनाइदिए भदौ कि असोजको कहिले आएको नि बाढी त्यतिखेर यहाँको बारहरू सबै बगाएको नि हो यहाँको उहाँसम्म यहाँदेखि ऊ त्यहाँको यो सबै रेलिङ थियो नि ऊ यस्तै रेलिङ थियो त्यहाँ सबै थियो यहाँनिर छाप्रो थियो यहाँ छाप्रो पनि बनाएको थियो नि यहाँ पूजाआजा गर्ने त्यो बगाएको के त यहाँ चाहिँ हाम्रो मेन मन्दिर भगवान फड्केश्वर महादेवको त्यही भएर त सबै पुरिरहेको कि भगवानलाई धन्न जलले यो पखाली भगवानले चाहिँ देखिरहेछ भगवानलाई देखिरहेछ भगवान ढोक्ने बेलामा त नुहाएर आउनै पर्दैन यहीँ भगवानले नुहाइदिनुहुन्छ हौ चोख्याइदिनुहुन्छ यहाँको खास हो भने यो चाहिँ हो है शिला यो चाहिँ फड्केश्वरीको शिला हो यो चाहिँ अब त्यति भयो पानी नपर्दा त पानी झरिराख्ने थिए तर जति पानी ठुलो पर्यो नि यहाँ झर्ने पानी चाहिँ यति नै हो कि है यहाँ जति धेरै ठुलो स्वरले चिचाए त्यति यो जल झर्छ यहाँ अचम्म छ भने पानी